चिनेलाई हाल यदि चोराको बुझ्यो यदि कोही ठोकिएको भए बिजुली छैन किन लिएर भाग्यो यसले माछ चिने हाल ड्राइभरलाई हाल निकाल बाहिर माछ चिनेलाई निकाल यसलाई यसलाई बाहिर निकाल हाल माछ चिनेलाई हाल छोड़ बात चिनेलाई हाल यो गाडीले हामी त्यहाँ रोक्दा ब्याग गरेर फेरि अगाडि मान्छे मार्ने गरी मान्छे यो गाडी लिएर भाग्यो त्यहाँबाट फिर्ता पठाइदिएको त्यो ब्याग गरेर तर पनि यो मान्छे यति पर्छ भनेर आयो आफूले यति चोराको बुझ्यो यदि कोही ठोकिएको भए बिजुली छैन अनि हामीले होसियार बुझ्ने प्रहरीले सुरक्षा दिने यस्ता अपराधीलाई प्रहरीले सुरक्षा दिइरहेछ के यस्ता अपराधीलाई यसरी घटना भइरहेछ यहाँनिर सुरुदेखि भन्नुहोस् के भएको यो गाडी हामी यो देशव्यापी आन्दोलन छ सबैले थाहा छ मान्छेले थाहा छ कि यहाँ सबै गाडी थन्काइएको छ मान्छेले फिर्ता गाडी पठाइदियो पठाउनु भयो पठाइयो भने पनि मान्छे बाटो तपाईँ यता बोलिदिनुहोस् न एकछिन यदि मान्छेले यो गाडी ड्राइभरलाई फिर्ता पठाइदिएको थियो यो स्थानीय बासिन्दाले फिर्ता पठाइदिएको थियो तर पनि मान्छेले बाटो भनेर यो गाडी कुदाएर सबैभन्दा बढी फिर्ता कुदाएर गाडी लिएर आयो यहाँ अहिले पार्टीको बेलामा बिजुली सडक छैन कोही चुकेको भए यहाँ के अवस्था हुन्थ्यो त्यही त यस्ता मान्छेहरूलाई प्रहरीले संरक्षण गरिरहेछ अनि पीडित पक्षलाई न्याय दिइरहेको छैन यस्तो गाडी किन कुदेर आयो जवाब दिनु पर्दैन गाडीको रबरमा गाडी कुदेर आउँछ आन्दोलनले कुदेर आउँछ यति गाडी थन्काइएको छ 2 दिनदेखि तर पनि यो ड्राइभरको हिम्मत हार हेर्नु त यस्तो अवस्था आइसकेको छ प्रहरी मन छ प्रहरीको लापरवाहीले गर्दा यो यस्तो हरेक ठाउँमा प्रहरी चिनेको छ हरेक ठाउँमा प्रहरीले लापरवाही गरेको छ प्रहरीले जहिले पनि बलात्कारी र भ्रष्टले समर्थन दिँदै आएको छ तर अब यहाँका बारा र सिमरावासीले चाहेको छ यो कुरामा अन्यायको प्रतिकार गर्नेछ यदि मतियारहरूले समयमा चेत भएन भने यस सिमरावासीले न्याय दिन्छ अब जनताले भ्याउँछ त्यस्ता अपराधीले सडकमा घिचार्ने बेला आएको छ त्यस कारणले गर्दा खिचिरहेछ नि यो सबै न्युजमा जान्छ अहिले स्टार्ट भयो यो गाडीले हामी यहाँ रोडमा उठ्दै गर्दा त्यहाँ आन्दोलन गर्दै गर्दा यो गाडी आयो अनि यो गाडीलाई हामी पछाडि ब्याग गरिदिनुहोस् आन्दोलन भइरहेको छ यहाँबाट नलानुहोस् तपाईँ भनेर हामीले सम्झाइ बुझाइ गरेर अनि पछाडि पठाइदियो गाडीलाई अनि यो फेरि ब्याग गरेर लगेर अनि मान्छे मार्ने गरी यो एकदम स्पिडमा आएर अनि वात्त निकालेको गाडी 3-4 जना त्यही उभिरहेको थियो रोडमा त्यो मर्दा बचेको तिनीहरूले अनि यस्ता गतिविधि गर्ने ड्राइभरहरू र यस्ता गतिविधि गर्ने ज्यान मार्ने मान्छेहरूलाई संरक्षण गर्ने प्रहरीहरू छ तर यहाँ न्याय दिने कोही छैन न्याय गर्ने चाहिँ अन्याय गर्ने चाहिँ संरक्षण गर्ने प्रहरीले तर न्याय दिने कोही छैन यहाँ आजको दिनमा यही गाडी रहेको छ यही गाडी रहेको छ 3381 ना 6 ख 3381 यो गाडी हो अहिले सबै फुटाइसक्यो गाडी